पहिला यसरी दाँत लाउनु भएको रहेछ हैन, यो चाहिँ निस्केर आउनु भएको थियो र निस्केर आउँदाखेरि चाहिँ यस्तो कन्डिसनमा थियो उहाँको दाँत है। दाँतहरू पनि छोटो थियो प्लस गिजाहरू पनि एकदमै तल थियो, स्माइल लाइन केही पनि मिलेको थिएन। यसरी हामीले त्यो ऐको दाँतलाई यसरी दाँतलाई पनि लामो प्लस गिजा पनि कटिङ गरेर यसरी हामीले मिलाइसकेका छौँ र आज चाहिँ हामीले उहाँको केसमा जर्कोनिया ब्रिज लाएर हजुरहरूलाई देखाउँछौँ। हजुर यसरी अब जिर्कोनिया ब्रिज चाहिँ हामीले यसरी लाउँछौँ। टोक्नुस् त, हजुरलाई कम्फर्टेबल छ? हजुर। ओके, उहाँको यस्तो दाँत जुनको यो दाँत सेप एन्ड साइज पनि मिलेको थिएन, स्माइल लाइन पनि मिलेको थिएन, खाना चपाउनु पनि उहाँलाई गाह्रो भइरहेको थियो, त्यस्तोबाट हामीले यस्तो स्माइलमा चेन्ज गर्न सक्यौँ। हाँस्नु त मजाले, हाँस्नु त है। त्यसैले हजुरहरूलाई पनि यस्तै दाँत सम्बन्धी कुनै पनि खालको समस्या छ, दाँत लाउनु पर्यो अथवा स्पेसिङ छ अथवा दाँत सम्बन्धी कुनै पनि खालको समस्या छ भने सम्पर्क राख्न सक्नुहुन्छ। हाम्रो हस्पिटल चाहिँ यता डेन्टल सिटी हस्पिटल भक्तपुर राधे राधे भाटपाटी नजिकै छ। धन्यवाद।